एभ्रिवान नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई चार मुभमा कसरी चेकमेट दिने त्यो सिकाउनेवाला छु। अनि चार मुभमा चेकमेट दिँदा चाहिँ पहिला क्वीनलाई बाहिर लिनु पर्यो, अनि फेरि बिशपलाई पनि बाहिर लिएर चाहिँ चेकमेट दिनुपर्छ। अनि यो चाहिँ एकदमै सिम्पल छ कसरी चेकमेट दिनु। म चाहिँ यो तपाईहरुलाई प्र्याक्टिकली अब देखाउने वाला छु। अनि अब किङको पोनलाई अगाडि ल्याउनु पर्यो हो। त्यसरी नै यसले पनि नर्मली गेम सुरु हुँदैछ हैन। अनि त्यहाँदेखि यहाँको क्वीनलाई यहाँ मुभ गर्नु पर्यो। अनि त्यसरी नै यसले पनि डिफेन्ड गर्नुको लागि यो अगाडि जाँदैछ। अनि त्यहाँदेखि बिशप आउँछ यहाँनिर हैन। अनि त्यसरी नै यसले पनि कुनै पनि पिस अगाडि अब जान्नुको लागि चाहिँ सपोज यसले नाइट लियो अरे यहाँनिर हैन। अनि यति बेला चाहिँ हुन्छ तपाईहरुको चेकमेट। ब्ल्याक को सबसे वीक पोइन्ट चाहिँ यहाँनिर छ। किन भन्दा चाहिँ यसलाई सपोर्ट गर्ने चाहिँ सिर्फ किङ मात्रै छ। त्यही कारण चाहिँ क्वीन यहाँ आउँछ अनि क्वीन को सपोर्टमा बिशप यहाँ आउँछ अनि चाहिँ चेकमेट दिन्छ। लाइक सपोज क्वीन यहाँ आयो अरे, क्वीनले यसलाई अट्याक गर्दैछ नि त हैन। अनि यसको सपोर्टमा यो आयो हैन। अब फेरि बिशप आउँछ यहाँनिर हैन। फेरि ब्ल्याक को टर्न हो त ब्ल्याकले सपोज नाइटलाई अगाडि लियो हैन। अनि चाहिँ क्वीन आउँछ यहाँनिर किनकि यहाँनिर चेकमेट हुन्छ किनकि यहाँनिर बिशपले सपोर्ट गरेको छ। अनि अर्को चाहिँ यो अगाडि आयो अनि यता ब्ल्याक को पनि अगाडि नर्मली हैन। अनि व्हाइट को टर्न, व्हाइट को किङ आयो क्वीन आयो यहाँनिर हैन। अनि ज्यादातर मान्छेहरूले चाहिँ यस्तो सोच्छ कि अब किङ अगाडि आइ त हाल्यो हैन, अब यसलाई चाहिँ क्याप्चर गरिहाल्छु भन्ला जस्तो गरेर चाहिँ यसलाई अगाडि लान्छ। तर यो चाहिँ ब्लन्डर हो। ब्लन्डर मिन्स चाहिँ मिस्टेक, एकदम मिस्टेक हो कि यो यहाँ आउनुको लागि चाहिँ। किनकि चाहिँ क्वीनले चाहिँ डाइरेक्ट आएर चाहिँ यो पोनलाई क्याप्चर गरिदिन्छ। क्याप्चर गरिसकेपछि चाहिँ किङ चाहिँ चेकमा रहन्छ हैन। अनि अब किङ चेकमा रहन्छ अनि यहीँनिर रुक पनि अट्याकमा रहन्छ। त्यही कारण अब किङलाई सेभ गर्नुको लागि चाहिँ बिशप अगाडि आउँछ हैन। तर किङलाई त सेभ गर्यो बट क्वीनले चाहिँ हाम्रो रुकलाई चाहिँ क्याप्चर गर्छ। अनि यो जुन अहिले सिके नि 4 मुभ चेकमेट, यसलाई चाहिँ स्कलर्स मेट पनि भनिन्छ। अब चाहिँ म तपाईहरुलाई सिकाउने वाला छु कसैले तपाईलाई 4 मुभ चेकमेट गर्नु खोज्दैछ भने चाहिँ त्यति बेला चाहिँ तपाई कसरी आफूले आफूलाई डिफेन्स गर्नुहुन्छ। अब चाहिँ पोन अगाडि आयो, त्यसैगरी ब्ल्याक को पोन पनि अगाडि आउँछ हैन। अनि यो जुन क्वीन छ नि मेरो, यो क्वीनलाई चाहिँ म यहाँनिर राख्छु। अब क्वीनलाई मैले यहाँ राखेको छु त क्वीनले यसलाई अट्याक गर्दैछ। अब यसलाई सेभ गर्नुको लागि चाहिँ यताबाट नाइट आउँछ यहाँनिर हैन। अब सपोज क्वीन यहाँ आयो भने त यसले खान्छ नि त, त्यही भएर चाहिँ यो सपोर्टको लागि आएको हैन। अब फेरि यहाँबाट मैले बिशपलाई यहाँ लिएर आएँ हैन। अब यो यहाँ गयो भने त फेरि चेकमेट हुन्छ नि, त्यही भएर डिफेन्ड गर्नु सिकाउँदैछ नि त यसमा चाहिँ हैन। मैले यहाँ डिफेन्ड गर्दा चाहिँ अब केयरफुली हामीले के गर्नु पर्यो, यो वाला पोनलाई चाहिँ यहाँ लिएर चाहिँ क्वीनलाई अट्याक गर्नु पर्यो। अब मेरो क्वीन अट्याकमा छ हैन, त्यही भएर मलाई भाग्नु छ यहाँबाट। त्यही कारण चाहिँ म यहाँनिर आउँछु हैन। यहाँनिर आएपछि फेरि पनि मैले किङलाई चेकमेट दिनुको लागि कोसिस गर्दैछु हैन। यहाँ आयो भने त यो छ चेकमेट हुन्छ। अब फेरि यसले आफू बचाउनुको लागि चाहिँ फेरि नाइट अगाडि आउँछ यसरी हैन। नाइट आएपछि चाहिँ अब उयो गर्नु पाउँदैन हैन। तर अब सपोज मैले यसलाई लियो भने त फेरि मलाई यो क्वीनले मेरो पनि लगिदिन्छ। त्यही कारण म यो चाहदिन र अब यसरी डिफेन्ड गर्यो भने चाहिँ चेकमेट दिनु पाउँदैन। र अब कोही बेला हैन अब यो पोनलाई यहाँनिर लिएर अट्याक गर्नु बिर्स्यो हैन, त्यस्तो भयो भने चाहिँ क्वीनले पनि डिफेन्ड गर्न सक्छ। कसरी भन्दा चाहिँ क्वीन यहाँनिर आयो हैन, अनि यसले योलाई लियो भने फेरि उताको क्वीनले पनि मेरो क्वीनलाई लिन्छ। यसरी चाहिँ डिफेन्ड गर्न सक्छ।